आज चाहिँ हामी दुबईबाट युके कसरी आयौँ भनेर चाहिँ म भन्न चाहन्छु। धेरैले मलाई लाइभ बस्दा होइन सोधिराख्नु भएको हुन्छ धेरैको क्वेसन। हामी खास दुबई चाहिँ मेरो बुढा चाहिँ होटलमा 10 वर्ष काम गर्नुभएको होइन। होटलमा चाहिँ सेफ हुनुहुन्थ्यो, जुनियर सेफ। अन्त त्यहाँदेखि युके आउँदा चाहिँ उसले चाहिँ म त्यही पोस्ट चाहिँ घटेर आउँदिनँ भनेर चाहिँ सुसेफमा एप्लाई गरेको लिङ्कडेनबाट। अन्त त्यसबाट एप्लाई गरिसकेपछि चाहिँ यहाँबाट त्यो अब आफूले एप्लाई गरेको चाहिँ यहाँनिर एक्सेप्ट गर्यो। एक्सेप्ट गरेपछि चाहिँ तेरो पोर्टफोलियोहरू अनि त्यहाँदेखि चाहिँ अब होइन सबै सिभीहरू पठा भन्दा चाहिँ सिभी प्लस आफूले के बनाउने त्यो सबै पठाएको थियो मेरो बुढाले चाहिँ। अनि त्यहाँदेखि चाहिँ त्यही हेरेर चाहिँ अब मन पराएपछि अनि त्यही ठ्याक्कै त्यो सुसेफको पनि पोस्ट त्यो खुलिराखेको थियो, त्यसमा चाहिँ भ्याकेन्सी थियो होइन। अनि त्यहाँबाट चाहिँ ल अब हामीले चाहिँ तँलाई चाहिँ यहाँ हायर गर्छौँ। अन्त त्यहाँदेखि हायर गर्दा चाहिँ अब सबै स्पोन्सरसिप, मेन कुरा भनेको चाहिँ यहाँनिर चाहिँ आउँदा चाहिँ स्पोन्सरसिप चाहिन्छ होइन, स्पोन्सरसिप दिने। अनि त्यहाँदेखि चाहिँ भिजा सबै दिने भनेपछि चाहिँ यहाँबाट कस्ट लेटर पठायो होइन। अनि त्यहाँदेखि चाहिँ स्पोन्सरसिपको लागि सबै गरेर चाहिँ यहीँबाट सबै होटलले गरेर पठाएपछि चाहिँ उताबाट चाहिँ बायोमेट्रिक गर्यो मेरो बुढाले, बायोमेट्रिक गर्यो। र त्यसमा चाहिँ 2 चोटि मात्रै इन्टरभ्यू भयो। फर्स्ट चाहिँ अब त्यही सामान्य नामहरू सोधेको थियो। अनि सेकेन्ड टाइममा चाहिँ पुरै एचआरहरू बसिसकेपछि चाहिँ एचआरहरूसँगै बोल्ने भनेको थियो। अब बात भएपछि चाहिँ ओके भएपछि चाहिँ सबै यहीँबाट गर्ने, भिजा, स्पोन्सरसिप, त्यो कस्ट लेटरहरू सबै दिने भनेपछि चाहिँ सबै खर्च यहीँबाट दिएको हो। अनि त्यसपछि चाहिँ उता चाहिँ बायोमेट्रिक गर्दाखेरि आफूले लगाएको पैसा धेरै लागेन। अनि त्यहाँदेखि चाहिँ आइएल्स चाहिँ मोस्ट इम्पोर्टेन्ट रहेछ होइन, आइएल्स चाहिँ पास गर्नुपर्ने। कुन हो 4 चाहिँ ल्याउनु पर्ने। तर मेरो बुढाले चाहिँ क्लास प्लस आइएल्स भनेर चाहिँ गएको थियो। अनि फेरि त्यो आइएल्स जुन ठाउँमा सिक्ने भनेर गएको थियो। अनि उसले तेरो इङ्ग्लिस यतिको छ चाहिँदैन, क्लास डाइरेक्ट एक्जाम दे टेस्ट दे भनेपछि चाहिँ उताको हामीले 1500 दिराम तिर्यौँ। अनि त्यहाँदेखि चाहिँ 3 दिनपछि चाहिँ आइएल्सको टेस्ट दिँदाखेरि चाहिँ 4 आउनुपर्ने, 4मा चाहिँ 6 आयो होइन। त्यसमा चाहिँ